नमस्ते नमस्कार जय सियाराम राधे राधे। स्थानीय सरकार अनि केन्द्रीय सरकार अनि धर्म बेचेको नेताहरू, धर्म बेचेर राजनीति गरेको नेताहरू तपाईँहरूले कहाँ हुनुहुन्छ? तपाईँको धर्मको माथि यति गलत टिप्पणी गरिरहेछ, त्यही पनि तपाईँहरू चुपचाप देखेर बस्नु भएछ। किन? तपाईँहरूको जीवनमा आफ्नो धर्म देश कुनै महत्त्व राख्दैन, बस पैसा। त्यति पैसा नै चाहियो भने तपाईँको घरको इज्जत छ नि, सबैलाई कोठामा लगेर राखिदिनु न। देश पनि बेच्नु पर्दैन, धर्म पनि बेच्नु पर्दैन, त्यत्तिकै पैसा आउँछ। यो अफरोज आलम हेर्नु, अफरोज आलम के भन्दो रहेछ? भगवान श्रीकृष्णले 16,108 बिहे गरेको थियो आफ्नो स्वार्थको लागि। त माधवचोदलाई यति थाहा छ कि भगवान श्रीकृष्णले 16,108 बिहे किन गरेको थियो? त्यसको पछाडिको कारण के छ? कारण थाहा छैन भने माधवचोद त्यस्तो पोस्ट नगर, नत्र घरमा घुसेर मार्छु। तिमीहरू जस्तो होइन, चिक्ने सिक्सको लागि 4वटा बिहे गर्यो, 5वटा बिहे गर्यो, बच्चा जन्मायो सुगर जस्तै, अनि रोडमा फालिदियो। यसको लागि म सरी यस्तो शब्द मैले बोलेको, किनकि मैले अहिलेसम्म कुनै धर्म या कुनै समाजको माथि गलत टिप्पणी गरेको थिएन। तर यस्ता यस्ता मान्छेको कारण गलत बोल्नुपर्छ, किनकि कुनै धर्म खराब हुँदैन, धर्ममा बसेको मान्छे खराब हुन्छ। त्यस्तै यो माधवचोद अफरोज आलम अर्कोचोटि यस्तो पोस्ट नहोस्, म आशा गर्दछु। अर्कोचोटि पोस्ट आयो भने तेरो पुरै खानदान माधवचोद म सोसियल मिडियामा निलाम गरिदिन्छु। डन्डीको बान।